जम्मा 11 दिन बाँकी छ। के को लागि होला? म दुबई आउँदैछु तपाईहरुसँग भेट गर्नको लागि। जम्मा 11 दिन बाँकी छ। यो दुबईको लागि मैले यो टिकट पनि लिइसकेको छु। यो प्रिन्ट गरेर मैले तपाईहरुलाई देखाइरहेको छु। अब 11 दिन पछाडी भनेको 14 तारिक नेपालको हेर्ने भने 29 गते तपाईसँग म भेट गर्न आउँदैछु दुबईमा। हुन त म जस्तो हजारौंको संख्यामा मान्छेहरु दुबई आउँछ, मसँग नै किन भेट्ने र भन्ने कुरा पनि आइरा होला। म कुनै सेलिब्रिटी पनि होइन, मलाई गीत गाउन पनि आउँदैन, डान्स गर्न पनि आउँदैन, किन भेट्ने होला मसँग? तब हजारौंको संख्यामा दुबईमा रहने आदरणीय सर र म्याडमहरुले चाहिँ धेरैले मलाई इन्स्योरेन्सको बारेमा सोध्नु भयो, कतिले कमेन्ट गर्नुभयो र कतिले बिमा पनि गर्नुभयो। तर कतिपयले चाहिँ विश्वास नगरेर ओहो यो सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स भन्ने कम्पनी छ कि छैन, यो मान्छे आधिकारिक व्यक्ति हो कि होइन, तपाईहरुको मनमा एकदमै डाउट लागेर तपाईले फेरि साथीभाइ आफ्नो घर परिवारसँग सल्लाह लिँदाखेरि ओए नचिनेको मान्छे, थाहा नपाएको मान्छे, घर थाहा छैन, कहाँ बस्छ, त्यस्तो मान्छेसँग बिमा गरे भने भोलि पर्सि पैसा लिएर भाग्दियो भने कहाँ खोज्ने? तपाईहरुको यति धेरै समस्याहरुको कारणले गर्दा तपाईलाई बचत गर्ने मन हुँदा हुँदा पनि तपाई बचत गर्न सक्नु भएको छैन। अब दशैं पनि आइरहेको छ। यो महिना पछाडी त दशैं त आइ नै हाल्यो। अब के सोचिराख्नु भएको छ? यसपालिको दशैं त तपाई विदेशमा, तपाईको फ्यामिली चाहिँ नेपालमा छ। अब कमाएको भरको सबै पैसा, वर्षभरि बचाएको सबै पैसा दशैंमा खर्च गरेर उडाउने सोच बनाउनु भएको छ। उडाउने सोच बनाउनु भएको छ भने पक्नुस्, सबै पैसा नउडाउनुस्। तपाई विदेशमा एउटा निश्चित समयको लागि बसिराख्नु भएको छ। एक न एक दिन तपाईको त्यो भिजा सकिन्छ, नेपाल फर्केर आउनुपर्छ। त्यसकारणले गर्दाखेरि यसपालिको दशैं त मनाऊ, सभ्य तरिकाले, भव्य तरिकाले, राम्रो तरिकाले बनाऊ। तर धेरै खर्च गरेर राम्रो हुन्छ भन्ने छैन। तपाईले कमाएको पैसाको 20 to 30% पैसा तपाई दशैंको लागि खर्च गर्नुस्। 70% पैसा, 70% पैसा तपाई बचत गर्नुस्। किन कि भोलिका दिनमा बुढेसकाल पनि त आउँछ। भोलिका दिनमा तपाईको छोराछोरी ठुलो भएपछि उनीहरुलाई पढ्नको लागि, उनीहरुलाई विवाह गर्नको लागि पनि पैसा चाहिन्छ। के पनि भएन भने त तपाईको आफ्नो रिटायरमेन्टको लागि त पैसा भइ नै हाल्यो। र तपाईहरुको यही डाउटहरु क्लियर गर्नको लागि चाहिँ म दुबई आउँदैछु। तर दुबईमा तपाईहरुको ड्युटी टाइम फरक होला हैन, म बस्ने ठाउँ फरक होला, म लोकेसन, म बसेको ठाउँहरु सबै दिन्छु। हजुरहरुलाई भेट्न मन छ भने प्लिज मलाई भेट्न सक्नुहुन्छ। तर मलाई भेट्नु भन्दा पहिले सुन्नुस् है, मलाई भेट्नु भन्दा पहिले यो भिडियो त पक्कै तपाई कहाँ पुग्छ, तपाईहरुले आफ्नो डकुमेन्ट्सहरु चाहिँ पठाइदिनु पर्यो। ठीक छ? तपाईले आफ्नो डकुमेन्ट्सहरु विदेशबाट बिमा गर्न मिल्छ, लेगली बिमा गर्न मिल्छ। ढुकाउनुस्। नेपालमा 78 वर्ष भइसक्यो बिमा कम्पनीहरु खुलेको। 2004 सालदेखि 2082 साल भनेको 78 वर्षको इतिहास बोकेको बिमा कम्पनीहरु छ। र त्यो बिमा कम्पनी नेपाल बिमा प्राधिकरणको हातमा चल्ने भएको कारणले गर्दा अर्थ मन्त्रालयले डाइरेक्ट त्यसको निगरानी गरिरहेको हुन्छ। त्यसकारणले गर्दा तपाईको पैसा डुब्ने कोही छैन, चान्सै छैन। तर गलत व्यक्तिको हातमा तपाई पर्नु भयो भने त्यो पैसा डुब्न पनि सक्छ। संस्था गलत छैन, व्यक्ति चाहिँ गलत छ। त्यसकारणले गर्दा हजुर विदेशमै हुनुहुन्छ भने कसरी बिमा गर्ने, कसरी लिगल तरिकाले बिमा गर्ने कि भोलिका दिनमा नेपाल फर्केर जाँदाखेरि पैसा निकाल्ने बेलामा झन्झट नहोस्, क्लेमको बेलामा झन्झट नहोस्। त्यसको लागि तपाईहरुले बुझ्नुपर्ने कुरा हो डकुमेन्टेशन्स। यस यस, तपाईले डकुमेन्ट राम्रोसँग दिनुभएको छ र तपाई जुन व्यक्ति मार्फत बिमा गरिराख्नु भएको छ त्यसले डकुमेन्ट राम्रो तरिकाले कम्पनीमा सबमिट गरेको छ भने तपाई कहिले पनि ठगीमा पर्नुहुन्न र तपाईलाई कुनै किसिमको झन्झट हुँदैन। अब तपाई दुबईमा आउनुहुन्छ, म दुबईमा आइराखेको छु। तर फेरि मलेसियामा बस्ने साथीभाइहरुले, कतारमा बस्ने साथीभाइहरुले र अन्य देशमा बस्ने साथीभाइहरुले चाहिँ फेरि बिमा नगर्ला। दुबई एउटा जस्ट एक्जाम्पलको लागि आइराखेको छु। भोलिका दिन भगवानले साथ दियो भने अरू कन्ट्रीमा पनि म आउँछु। तर यसपालि दुबई चाहिँ 14 तारिक म आइपुग्छु। कुन होटलमा बस्छु, कहाँ बस्छु, त्यसको इन्फर्मेसन्स म त्यही आइसकेपछि तपाईलाई दिन्छु। र त्योभन्दा पहिले बिमा गर्नको लागि चाहिने डकुमेन्टहरु हेर्नुस् है। तपाईको नागरिकता, पासपोर्ट, त्यो देशको भ्यालिड भिजा, स्यालेरी पे स्लिप, पासपोर्ट साइजको फोटो र हकवालाको नागरिकता, यो 6 वटा डकुमेन्टहरु तपाईको चाहिन्छ। अब कतिपय केसमा तपाईको स्यालेरी पेपर छैन भने श्रम पेपरले पनि काम चल्छ या एग्रीमेन्ट पेपरले पनि काम चल्छ। र तपाईलाई अहिले मानव हकवाला राख्न मन छैन भने पछि राख्छु भन्न पनि पाइयो। यो डकुमेन्टहरु दिइसकेपछि तपाईको फर्म फिलअप हुन्छ र फर्म फिलअप भइसकेपछि त्यो फर्म चाहिँ हामीले तपाईलाई इमेल वा व्हाट्सएप गरिदिन्छु। र त्यसमा लेखेको कुराहरु सबै ठीक छ, ओके छ भने त्यसलाई प्रिन्ट गरेर साइन गरेर हामीलाई दिनुस् र बल्ल त्यसको अन्डरराइटिङको काम हुन्छ र यसको अप्रुभल
हेड अफिसले गर्छ र हेड अफिसले अप्रुभ गरिसके पछाडि एउटा अप्रुभल पेपर आउँछ त्यस पछाडि बल्ल हजुरले के गर्नुपर्छ पेमेन्ट गर्नुपर्छ अब पेमेन्ट कहाँ गर्ने व्यक्तिको खातामा गर्ने नेभर तपाईहरु ठगिनुको कारण तपाई नठगिए पनि कतिपय मान्छेहरुले तपाईलाई भन्छ नि ओहो मेरो पैसा खाएर भाग्यो त्यो कम्पनीले तपाईको पैसा खाएर भागेको हैन त्यो व्यक्तिले पैसा खाएर भागेको किनभने तपाईले कारोबार व्यक्तिको खातामा पैसा राख्दिनु भो कहिले पनि बीमाको किस्ता तिर्दाखेरि व्यक्तिको खातामा पैसा राख्नु हुँदैन तपाईले कम्पनीको आधिकारिक खातामा चाहिँ तपाईले पैसा राख्नु पर्छ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आफ्नै आधिकारिक नेपालको सबै कमर्सियल ब्याङ्कमा खाता छ तपाईले नेपालबाट पनि पेमेन्ट गर्न सक्नुहुन्छ विदेशबाट पनि पेमेन्ट गर्न सक्नुहुन्छ अनलाइन पेमेन्ट गरिसके पछाडि त्यसको स्क्रिनशट गरेर हामीलाई पठाउनु पर्छ पैसा आको नाको भेरिफाई गरिसके पछाडि तपाईको पोलिसी इस्यु हुन्छ अनि तपाईको इमेल पनि आउँछ पोलिसी भएको भनेर तपाईको नेपालको मोबाइल नम्बरमा मेसेज पनि जान्छ र तपाईको ओरिजिनल फाइलको फोटो खिचेर पनि हामी तपाईलाई पठाइदिन्छौं र ओरिजिनल फाइल तपाईले भनेको स्थानसम्म हामी डेलिभरी पनि गर्छौं अब पक्कै पनि तपाईले सोचिराख्नु भएको होला सर बीमा त हामीले काठमाडौँबाट गरेका छौं मेरो घर त जनकपुर छ फेरि अर्कोले भन्नुहुन्छ होला मेरो घर त दोलखा छ अर्कोले भन्नुहुन्छ होला मेरो घर चाहिँ कहाँ छ सर्लाही छ भोलिका दिनमा म मेरो गाउँमा फर्केर गइसके पछाडि त्यहाँ ब्रान्चहरु छ कि छैन भोलिपछि किस्ता तिर्न मलाई समस्या आउँछ कि आउँदैन क्लेमको लागि म कहाँ जानु पर्यो भन्ने प्रश्नले तपाईहरुलाई पक्कै पनि सताएको होला यस यस मेरो साथी आदरणीय सर र म्याडमहरु तपाईले बीमा जहाँबाट गरे पनि बैंकको खाता तपाई जहाँबाट खोले पनि पैसा तपाईले जुनसुकै ठाउँबाट निकाल्न सक्नुहुन्न यस निकाल्न सक्नुहुन्छ नि त्यस्तै गरी बीमा तपाई काठमाडौँ हेड अफिसबाट या काठमाडौँबाट तपाईको अप्रुभ भए पनि पोलिसी काटे पनि तपाईले नेपालभरिमा 175 वटा ब्रान्चेसहरु छ जहाँबाट पनि तपाई कारोबार गर्न सक्नुहुन्छ कुनै पनि समस्या तपाईलाई आउँदैन म्याचुरिटी भएको बेला पैसा फिर्ता लिने बेलामा तपाईको नजिकको ब्रान्चमा गइसकेपछि त्यहाँबाट प्रोसेस तपाईको भइ नै हाल्छ अब बाँकी कुराहरु चाहिँ म तपाईहरुसँग दुबईमा आएर नै गर्छु तर म यो भिडियो चाहिँ किन बनाइराखेको छु कमसे कम कतिपय कुराहरु तपाई यहीबाट थाहा पाउनुस् कि दुबईमा भेटघाट त एकदमै लिमिटेड समयको लागि मात्र हुन्छ नि जस्ट 10 मिनेट 15 मिनेटको लागि हुन्छ फेरि तपाई कुन ठाउँमा बस्नुहुन्छ डिस्टेन्स कतिको भेट नहुन पनि सक्छ त्यसकारणले गर्दा यो इन्फर्मेसन म तपाईलाई एकदम जेन्युइन इन्फर्मेसन दिइराखेको छु भिडियो हेर्नु होला र बीमा गर्ने बेलामा ट्याक ट्याक डकुमेन्ट्सहरु पठाइदिनुस् हस्त धन्यवाद तपाईहरु सबैको दिन शुभ रहोस् 11 दिन पछाडी आउँदै छु तपाईहरुलाई भेट्नको लागि जय नेपाल।